बौला जस्तो भन्नुहुन्छ होला फेरि हैन। यो चाहिँ मैले किन लाएको भने दार्जिलिङ पोस्ट हेर्दै गर्नुहुने सम्पूर्णलाई यो भिडियोमा स्वागत गर्न चाहन्छु। आज म जाफामा आएको छु र यो जाफा चाहिँ तेल अभिभकै छेउमा एउटा सिटी छ है। यो तेल अभिभ जाफा भनेर पनि भन्छ, नभए हुने तेल अभिभ याफो पनि भन्छ यहाँ इजरायलीले चाहिँ, हिब्रूमा चाहिँ है। र यो चाहिँ जाफा सिटी हो। जाफा सिटीको पनि यो चाहिँ पार्क भनौँ है, सिटी चाहिँ उतापट्टि छ। म त्यहाँ पनि गएँ भने म तपाईँहरूलाई त्यसको अलगै भिडियो बनाएर ल्याउनेछु। र यो जाफाको चाहिँ अहिले चाहिँ म यहाँ भ्यू पोइन्टमा छु है। यहाँनिर चाहिँ भ्यू पोइन्ट छ, यहाँबाट चाहिँ तेल अभिभ सिटी एकदम राम्रो देखिन्छ यहाँबाट है। यहाँ चाहिँ मान्छेहरूले फोटोहरू खिच्छ। यहाँबाट चाहिँ यस्तो देखिन्छ तेल अभिभ चाहिँ है। यो भ्यू पोइन्ट भित्रै पसेर हेरौँ यस्तो देखिन्छ। र आजको दिन पनि एकदम राम्रो भइरहेछ है। सधैँ हो भने चाहिँ घाम लागेर है यहाँनिर भिडियोहरू पनि बनाइसक्नु हुन्थेन, फोटोहरू खिचिसक्नु हुन्थेन, पुरा धेरै घाम लाग्छ है, धेरै उज्यालो हुन्छ। अहिले पनि एकदम ब्राइट छ, ब्राइट चाहिँ तर एकदम क्लाउडी छ, पानी पर्ला जस्तो हुँदैछ तर पर्दैन होला। यहाँको वेदर फेरि केही बुझ्नै सकिँदैन, एकैछिनमा यस्तो बादल आउँछ होइन, पानी परिहाल्छ, फेरि एकैछिनमा घाम पनि लागिहाल्छ, केही भन्नै सकिँदैन यहाँको। अब हाम्रोतिर चाहिँ के हुन्छ भने भोलि पानी पर्छ भनेर आजै जस्तो थाहा भइहाल्छ होइन, नभए बिहानै थाहा हुन्छ दिउँसो पानी पर्छ पर्दैन भने चाहिँ। यहाँको चाहिँ केही थाहा हुँदैन। यो हामीले अब गुगलमा हेर्दाखेरि पनि है, वेदर हेर्दाखेरि पनि अब भोलि के छ भने पानी देखाइरहेको हुन्छ तर फेरि भोलि चेन्ज भइरहेको हुन्छ, घाम लागिरहेको हुन्छ, त्यस्तो हुन्छ यहाँको वेदर चाहिँ। अन्त फेरि अब यस्तो धुम्म भइरहेको रहेछ, चस्मा लगाइरहेको रहेछ, बौला जस्तो भन्नुहुन्छ होला फेरि होइन। यो चाहिँ मैले किन लाएको भने नि अब फेरि एकदम ब्राइट छ कि, यो उज्यालो बेसी छ, फेरि भिडियो बनाउँदाखेरि राम्रो देख्दैन, अनुहार कुच्चेला फेरि है, बेसी ब्राइट भएर, त्यही भएर चाहिँ मैले चस्मा लगाएरै भिडियो बनाएको। र यहाँनिर चाहिँ समुद्र यहाँ तल छ है। यहाँ परनिर त्यो बोटिङ गर्नेहरू जग्गाहरू उतापट्टि थियो, यहाँबाट देखाउँ भने चाहिँ देख्दैन रहेछ यहाँबाट है। म बादमा परबाट ठाउँ पायो भने म देखाउनेछु तपाईँहरूलाई।